सीता टेलिसिरियल हेर्नु भएको छ। सायद पछिल्लो समय यो टेलिसिरियललाई नहेर्ने दर्शकहरू कमै होला। आज यो टेलिसिरियल धेरै दर्शकहरूको रोचाइमा कसरी पर्न सकेको होला, अर्थात् किन धेरै दर्शकहरूको पहिलो रोजाइमा यो सिरियल परेको होला। आउनुहोस् आजको यो भिडियोलाई अन्तिम समयसम्म हेरिदिनुहोला, ताकि तपाईँ र म जस्तो नेपाली कथा, नेपाली विषयवस्तु अनि नेपाली कलाकारहरूले अभिनय गर्नुभएको सिरियललाई कसरी सफल भइरहेको छ, अर्थात् कसरी सफल हुन्छ भन्ने कुरा जानकारी हुन आवश्यक छ। आउनुहोस् एकैछिन हामीसँगै रहनुहोला। पहिलो कुरा त यो सिरियल नितान्त एउटा पारिवारिक टेलिसिरियल हो, अर्थात् एउटा घरभित्रको कथा, एउटा परिवारभित्र देख्दै भोग्दै आइरहेको यथार्थ घटना पनि हो। तर तपाईँ हामीले देखेको, तपाईँ हामीले भोगेको, तपाईँ हाम्रै समाजभित्रको त्यो कथा कसरी आज दर्शकको रोजाइमा पर्यो होला त। पछिल्लो समय परिवार, छिमेकी अनि केही व्यक्तिहरू बीच ससाना कुराहरूले मनमुटाव हुने, झैझगडा हुने, एक आपसमा मिल्न नसकेको कयौं घटनाहरू तपाईँ हाम्रै घर परिवार अनि तपाईँ हाम्रै समाजमा, तपाईँ हामी बस्ने वरिपरि छ्यापछ्यापै भेटिन्छ। अनि यही कथा सीता सिरियलमा समावेश गरिएको छ। प्रमुख कुरा चाहिँ के हो भने सीता सिरियलभित्र विवाद, झगडा, कला सँगसँगै मिलाप, एकता अनि छिमेकीको महत्त्व जस्ता सन्देशमूलक कथा भएकोले आज यो सिरियल दर्शकको पहिलो रोजाइमा परेको, अर्थात् धेरै दर्शकहरू यो टेलिसिरियल हेर्न बाध्य भएको हो। अझ सजिलो अर्थले भन्ने हो भने यो टेलिसिरियलको कथा निकै बलियो छ। भनेछ नि, घर बलियो हुनको निम्ति जोग बलियो चाहिन्छ। त्यसैले कुनै पनि टेलिसिरियल राम्रो बन्नको लागि कथा बलियो चाहिन्छ। त्यसैले हामीले यो कुरा चाहिँ हामीले सीता सिरियलमा भेट्न सकिन्छ। दोस्रो कुरा, कथाले नमागेको क्यारेक्टरलाई जबरजस्ती ल्याएर घुसाएको देखिँदैन। कति त्यस्ता टेलिसिरियलहरू छन् कथाले माग्दै नमागेको क्यारेक्टरहरूलाई तपाईँ हामीले भेटिन्छ, ताकि यस्तो घटना चाहिँ यो सिरियलमा देखिँदैन, ताकि कथाले मागेको कलाकारले मात्रै प्रयोग गरिएको छ, अर्थात् आफूसँग निरन्तरता काम गरिरहेको र ती कलाकारहरूलाई नै प्रयोग गरिरहेको र ती कलाकारभित्रै कथालाई एक आपसमा प्रयोग भइरहेको हामीले भेटाउन सकिन्छ। त्यसैले किनभने चलचित्र टेलिसिरियल हेर्दै जाँदा कलाकारलाई चाहिँ दर्शकले मन पराउँछ र ती मन परेको कलाकारलाई चाहिँ दर्शकले उहाँको अभिनय हेर्न मन लाग्छ। तर यदि दोस्रो कलाकार, कोही चिन्ने नचिन्ने व्यक्तिले फुत्त बिचो घुसायो भने त्यो कथा पनि बिग्रिन्छ अनि सिरियल पनि बिग्रिन्छ अनि हेर्ने दर्शक पनि बाडिन्छ। त्यसैले यो कुरा चाहिँ हामीले सीता सिरियलमा भेटिँदैन, अर्थात् कथाले मागेको क्यारेक्टरलाई चाहिँ निश्चित समायोजनद्वारा एउटा टिम तयारी गरेको भेटिन्छ। तेस्रो कुरा, जुनसुकै कथा होस्, कविता होस्, सिरियल होस्, नाटक होस्, चलचित्र होस्, जुन टाइटल अर्थात् शीर्षक छ त्यही अनुसारको हुनुपर्छ, त्यही अनुसारको हुन्छ भन्नेको दर्शकको बुझाइ छ। शीर्षक एउटा,
अनि भित्र अर्को भइदियो भने अर्कोपल्टदेखि दर्शकले हेरिँदैन। त्यसैले यो कुरा चाहिँ सीता सिरियलमा भेटिँदैन, किनकि यसको शीर्षक नै सीता भएको कारणले यो सिरियलको आधा कथा सीताको परिवारले अर्थात् सीताले भोगेको अर्थात् सीता र सीताको परिवारभित्र घुमेको देखिन्छ। त्यसैले यो कथा यो सिरियल चाहिँ शीर्षक अनुसारको राम्रो एउटा क्यारेक्टरभित्र मिलेको छ अर्थात् क्यारेक्टरभित्र छ भन्ने कुरा हामीले बुझ्न सकिन्छ। त्यसैले यो चाहिँ एउटा सिरियल सफल हुनुको एउटा राम्रो पक्ष पनि हो। चौथो कुरा चाहिँ जुन लेखकले कथा लेख्नुहुन्छ, अब एक भागदेखि आजको यो भागसम्म आइपुग्दा कुनै त्यस्तो अप्ठ्यारो तर्कहरू, कसैले बुझ्दै नबुझ्ने त्यस्ता साहित्यिक कुराहरू त्यस्तो राखिएको छैन। एउटा साधारण बोलीचाली तपाईँ हामीले बुझ्न सक्ने, तपाईँ हामीले नै बोल्न सक्ने, तपाईँ हाम्रै घर परिवार, तपाईँ हाम्रै छिमेकमा बोल्ने साधारण शब्द छनौट भएको कारण वृद्धदेखि बालकसम्म अर्थात् बालकदेखि वृद्धसम्म जसले पनि बुझ्न सक्ने, हेर्न सक्ने भएकोले यो सिरियल चाहिँ दर्शकको रोजाइमा पर्न सकेको हो जस्तो लाग्छ। त्यसैले यो सिरियलको लेखक चाहिँ सैन प्रजापति अर्थात् सीता टेलिसिरियलकै रमेश हुनुहुन्छ। यो सीताको लेखक, संवाद भयो, डायलग डेलिभरी अनि डाइरेक्टर सबै उहाँ हुनुहुन्छ। त्यसैले उहाँले एउटा राम्रो टिम समायोजन गरेर यो सिरियललाई आजको यो दिनसम्म पुर्याउनु नै पहिलो कुरा त उहाँको प्रमुख भूमिका हुन्छ, त्यसपछि दोस्रो सीताको। त्यसैले एउटा टेलिसिरियल, एउटा टेली चलचित्र, कुनै नाटक, निबन्ध, कथा जुनसुकै होस्, राम्रो बन्नको निम्ति सबैभन्दा विषयवस्तु उठान राम्रो हुनुपर्छ भन्ने कुरा यो सीता टेलिसिरियलले तपाईँ र मलाई सिकाउनु भएको छ। अझ सजिलो अर्थले भन्ने हो भने पछिल्लो समय एउटा भाइरलको ट्रेन्ड छ, भाइरल कसरी हुने भन्ने कुरा छ। तर खै त एउटा भाइरल हुनको निम्ति एउटा तपाईँ हाम्रै परिवारभित्रको कथा, तपाईँ हामीले भोगेको घटनाले पनि त हुने रहेछ नि त। कुनै विदेशीको नकल गर्नु परेन, कसैको कथा चोर्नु परेन, कसैले यो गर्यो त्यो गर्यो भनेर आरोप प्रत्यारोप लगाउनु परेन। एउटा सामान्य कथा, एउटा गाउँभित्रको कथा, एउटा बस्तीभित्रको कथा, एउटा व्यक्तिभित्रको कथालाई आज हेर्नुहोस् त यति राम्रो जो संवादद्वारा, पटकथाद्वारा निर्माण गरेर आज सीता टेलिसिरियल हजारौँ लाखौँ दिनमै 10औं लाख दर्शकले हेर्नुहुन्छ। त्यसैले तपाईँ हामी भाइरल हुनको निम्ति भन्दा पनि सदाबहार हुनको निम्ति कोसिस गर्नुपर्छ। त्यसैले सीता सिरियलमा हेर्नुहोस् न, ससाना क्यारेक्टरहरू हुनेहरू पनि छन्। डायलग डेलिभरी, उहाँहरूको त्यो कलाकार भन्नुपर्ने गुण, सद्भाव, माया, प्रेम सबै उहाँहरूमा भेटिन्छ, देखिन्छ। त्यसैले तपाईँ र म भाइरल हुनको निम्ति होइन, सद्भाव हुनको निम्ति कोसिस गरौँ। त्यसैले नेपाली कलाकार र नेपाली कलाकारले अभिनय गर्नुको सिरियलहरूलाई माया गरौँ। आजको भिडियो कस्तो लाग्यो धेरैभन्दा धेरै सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, ताकि अझ भोलिको दिनमा हामी यस्तै यस्तै सिरियलहरूको विषयमा भिडियो बनाउनेछौँ। त्यसको निम्ति तपाईँको साथ, सपोर्ट, समर्थन अनि तपाईँको मायाको काँचो छ।